ल अब फेरि वेलकम छ। अब चाहिँ हामी बेल एट्याच गर्छौँ है, बेल एट्याच गर्छौँ। यो भयो बेलको लागि चाहिँ मैले डबल भित्री लिएको छु है, यहाँ दुईवटा भित्री छ। यसलाई चाहिँ अड्काइदिउँ है त, अड्काइदिउँ नछुटोस् भनेर यसरी। माथि पनि यता पनि अड्काउँ। अब यताको बेल सिलाउँदा चाहिँ कसरी सिलाउने भनेदेखि है, तपाईँलाई सिकाउँछु है त। यो यस्तो भयो। अब यसलाई ठ्याक्क फोल्ड गरेर यहाँनिर मिल्छ नि त यो, होइन? यो अलिक यसरी चिना लाउनु अलिकति है। अनि यो पनि यस्तो गरेर यसलाई पनि अलिकति यसरी चिना लगाइदिनुहोस् है। अब यो चाहिँ यसरी बस्छ, यो चाहिँ यसरी बस्छ है। यो यसरी सिधा राख्यो भने चाहिँ मिल्दैन। यो यसरी राखेर यो बाङ्गो भए पनि अनि यो पल्टिँदाखेरि के हुन्छ त, पल्टिँदाखेरि यो सिधा हुन आउँछ कि है। यो अलिकति बाहिर, यो चुच्चो चाहिँ यस्तो बाहिर निस्किन्छ अलिकति यसरी है, ठ्याक्कै यसरी निस्किन्छ। त्यही अनुसार यसलाई पनि यसरी नै हाल्ने हो, यसरी निस्किन्छ है चुच्चो। अब यसलाई यसरी हाफ इन्च च्यापेर सिलाउँछौँ है त। यसरी सिलाउँछौँ। त्यसपछि के पल्टाउँदाखेरि के हुन्छ त, यसरी यो सिधा हुन आउँछ है। अनि बेल चाहिँ यस्तो हुन्छ। अब अर्को पनि सेम त्यसरी नै जोड्ने त। यसरी गर्दाखेरि यो भइहाल्यो। यसलाई पनि चिनो लगाउने मात्रै यसरी है। अब यो बस्दाखेरि कसरी बस्छ त, यसरी बस्छ है, यसरी यसरी। अब यसलाई सिलाउनु पर्यो हामीले है। चिप्लो कपडा भएर चिप्लेको छ। तपाईँहरूले पिन अर्काएर पनि गर्न सक्नुहुन्छ है। सकिएन भने चाहिँ अब चिप्लै कपडाको सिलाउनु भएको छ भने चाहिँ यसरी। अब यसलाई चाहिँ के गर्ने भने एकचोटि यसलाई एक चापमा यसरी सिलाउने, भित्रीलाई है। एक चाप या हाफ इन्च जे गरे पनि हुन्छ, जे अड्किन चाहिँ पर्यो। यसरी यो नपाटारिस भनेर पछि। अनि पछि चाहिँ के गर्ने त, यसलाई अब यो आइरन गरेर गऱ्यो भने सजिलो हुन्छ। अब यसलाई चाहिँ यहाँ टप स्टिच दिने है त। यसरी टप स्टिच दिनुपर्छ यसरी। टप स्टिच दिने।
यसरी है। अब यो यस्तो गर्दा यो बेलको भाग चाहिँ अलिअलि यस्तो यस्तो निस्किन सक्छ कि अलिअलि। यसलाई चाहिँ सिधा मिलाएर यसरी काटेर मिलाउन सक्छौँ। यसमा पनि यसमा चाहिँ यतापट्टि निस्क्यो, यो भाग चाहिँ सिधा हुनु पर्यो कि है। त्यसपछि यसलाई पनि अब बन्द गरेर सिलाउने है त यसरी। अब धागो हालेको पनि हेर्नुहोस् हैन, धागो चुट्टीको यसरी। आइरन गऱ्यो भने अझ राम्रो हुन्थ्यो। अब आइरन गर्न उठ्नु पर्यो हैन, अब नउठौँ भनेर नि यसरी। अब यिनीहरू चाहिँ पुरै यस्तो अलिअलि आगोहरू छाँटेर काट्ने। अनि यसमा चाहिँ अब हामी कुम जोड्छौँ है त। कुम चाहिँ अब अर्को पार्टमा जोड्छौँ। जस यो चाहिँ सिधा हुनु पर्यो है, यो चाहिँ सिधा हुनु पर्यो। ल